हेलो गाइज नमस्ते वेलकम टु ब्लग मेरो ब्लगमा आज म चाहिँ साथीहरू बनारस गइरहेको छु। बनारसको गङ्गा घाट एकदम पवित्र ठाउँ हो हैन। राम्रो छ। हामी फ्यामिली गइरहेको छौँ, छोरा बुहारी नाति, अर्को ठुलो नाति अनि देवर अनि दिदी। हामी अहिले डुङ्गा चढ्यौँ हैन। अब हामी डुङ्गा चढेर मजाले नजराना हेर्दैछौँ बनारसको हैन। अनि एकदम राम्रो सफा पानी छ, राम्रो छ, ढुङ्गा छ। साथीहरू टन्नै मान्छेहरू पनि हुनुहुन्छ हैन। मन्दिर हेर्नु न, मन्दिर एकदमै राम्रो मन्दिर छ है। र यहाँ पशुपतिको मन्दिर पनि छ है साथीहरू। बनारसमा एउटा पशुपतिको मन्दिर पनि छ हैन। अनि यहाँ घाट पनि छ हैन, एकदमै धेरै हाम्रो पशुपतिको आर्य घाट जस्तो यहाँ पनि एउटा घाट छ हैन। त्यहाँ चाहिँ एकदमै मृत्यु भएको मान्छेहरूको लास जलाउने ठाउँ छ यो एउटा घाट हैन। त्यहाँ पनि हामी पुग्यौँ, त्यहाँ पनि हेऱ्यौँ हामीले हैन। यो डुङ्गा नजराना गर्दा एकदम रमणीय ठाउँ हो है, पवित्र ठाउँ पनि र रमणीय ठाउँ पनि छ। राम्रो छ बनारस। अब धेरै खर्च पनि लाग्दैन र धेरै समय पनि लाग्दैन। हामी नेपालबाट त नजिकै हो, नेपालबाट नजिकै छ। साथीहरू जान सक्नुहुन्छ, घुमेर आउन सक्नुहुन्छ। अब हेर्दै जानु, राम्रो छ। हजुर अनि कुन ठाउँ हो यो? नेपाल हो कि इन्डिया हो? इन्डिया घुम्न आएको? इन्डियाको कुन ठाउँ घुम्न आएको तिमी? इन्डियाको कुन ठाउँ घुम्न आएको? बोटमा बनारस घुम्न आएको हो? हो गुड, यस्तो छ, राम्रो छ इन्डिया। हेलो गाइज, अब हामी चाहिँ ढुङ्गाबाट तल झर्दैछौँ। अब हामी उत्रेर यो गङ्गा घाट पुरै अब निरीक्षण गर्नेछौँ। यहाँ नुहाइधुवाइ गर्ने कार्यक्रम पनि हुन्छ होइन। पवित्र ठाउँ हो, मान्छे सबै नुहाउनु भएको छ। अब हामी पनि यहाँ कतिजनाले अब हाम्रो बाबुले चाहिँ नुहायो। अब हामीले पनि यसो गङ्गा स्नान गऱ्यौँ होइन, हेऱ्यौँ। रमाइलो ठाउँ, आधा घन्टा 15 मिनट हामी हेऱ्यौँ, रमाइलो छ। अब नुहाइधुवाइ गऱ्यो, चोखो हुने। अनि त्यहाँबाट हामी काशी विश्वनाथको लागि प्रस्थान भयौँ। धेरै लाइन छ, लगभग 6-7 घन्टै लाइन लाग्नु पर्दैछ है। एकदम बनारसको काशी विश्वनाथ चाहिँ एकदम माता अन्नपूर्णा का दर्शन करने जा रहे हैं सभी लोग। त्योहरू अब हामी चाहिँ काशी विश्वनाथ दर्शन गरेर बाहिर निस्क्यौँ। त्यहाँ भित्रको चाहिँ सिनमा फोटो खिच्न पाइँदैन होइन, त्यही भएर हामीले फोटो खिच्छ। बाहिर आएर नास्ता खायौँ। अब नास्ता खाना हामी चट्ट लाएर बाहिर ठेलामा, इन्डियाको त ठेलाहरूमा राख्छ होइन, सानो सानो ठाउँमा खाना पाउँछ। यो त साउथ इन्डियन खाना, डोसा र इडली होइन। अब नेपालमा भात खाइरहेको जहिले पनि अब डोसा र इडली खाना टेस्ट गरिरहेको छ। अब मिठै हुन्छ। अब हामीलाई त खासै मिठो त त्यति लाग्दैन, तर पनि अब नयाँ ठाउँमा नयाँ आइटम खानुपर्छ होइन। अब हामी सबैले नयाँ आइटम नास्ता खायौँ। अब नास्ता खाएर